हेटेरिका हाम्रो त काम पनि छैन अनि घुम्दै हिँड्दैछौँ हामी त्यस्तो जङ्गलतिर घुम्दैछौँ गाइजहरू जङ्गल घुम्दैछौँ गाह्रो छ हौ हामीलाई यसो घुम्यौँ कस्तो हुँदो रहेछ भनेर भ्रमण हान्दैछौँ अनि यस्तो छ जङ्गल पनि हेर्दै डर लाग्दो छ डर त लागिरहेछ अलिअलि तर डर नमाने कस्तो गरी हिँडिरहेछौँ केही छैन अलिक नडराउँ भनेको नि डर त लाग्दो रहेछ हौ यता फाँट छ यस्तो छ गाइजहरू हामी जाँदैछौँ त्यो बाटो हो कि होइन केटा हो यार बाटो हो जस्तो लागेन मलाई साथी हो खै घुम्दा घुम्दै कता आयो यार गाइजहरू यस्तो छ जङ्गलहरू हेर्नु यस्तो मजाले मिलाएर बनाएको छ बनाउँदा बाटो छ जस्तो लाग्दैन है गाइजहरू त्यस्तो घामहरू लागिरहेछ त्यो अगाडि सुगान कुद्दैछ माया साह्रै गाह्रो छ हौ हामी चाहिँ जाँदैछौँ है जाँदैछौँ अस्तिको हामीले आधी अपुरो छोडेको बाटो रहेछ तर पनि अलिकति जङ्गलतिर हिँड्दा अलिक डरै लाग्दो रहेछ हौ यस्तो छ मृगहरू कुदिरहेको छ होइन केटाहरूले बाघ आउँछ कि भन्छ यार फेरि कुद्नु पनि सकिँदैन धेरै भयो नकुदेको गाह्रो पो छ त हौ फेरि यहाँ रातो के को छ बोर्डको सङ्केत यार के हो यो सङ्केत दिएको छ केटा हो बोर्डमा चाहिँ के लेखेको रहेछ भन्दाखेरि कृपया अन्तिममा फोहोर नफाल्नु होला भनेर लेखेको रहेछ ठिकै छ अब हामी जाँदैछौँ हेरौँ डर लागेर भने हिँड्दैछौँ है हामी चाहिँ फेरि भरे देखाउँछौँ तपाईँहरूलाई ल हामी चाहिँ अब जङ्गल पार हुनु लागिसक्यो यहाँ डर पनि छ तर पनि हिँड्दैछौँ के छैन जङ्गलहरू चाहिँ डेन्जर रहेछ है ल खतरनाक जङ्गल रहेछ कि ल कुद्यो गाइजहरू कुद्यो ल खै बाघ केटा हो भाग भन्दै कुदाउँ क्या दामी छ ल जङ्गल जस होइन सुरुमा त डर पनि लाग्यो सिधै कुरा ढाँट्नु नढाँटी भन्नुपर्दा अब यार डेस्टिनेसन थाहा छैन यसको अन्तिम कहाँ हो कहाँ पुगिन्छ केही थाहा छैन हावा हिँडिरहेको छ अनि डर लागिहाल्छ नि होइन आज पनि धर्म चाहिँ लागिरहेछ होइन तै पनि अब आउँदै हामी जाँदैछौँ यिनीहरूले यहाँ बाटो खोल्नु आएको रहेछ है ल आज डेन्जर जङ्गल घुमाइयो तपाईँहरूलाई के हो जङ्गल त अझै सकिँदैन त हौ रात पनि पर्यो केटा हो अलि रात परिसक्यो अलि छिटो होइन जङ्गल धेरै लामो छ फेरि पुगिँदैन फेरि अनि सक्छ त फेरि सकिँदैन त यार कति धेरै हो हाम्रो यत्रो हिँडिसक्यो अझै सकिँदैन त यार जङ्गल चाहिँ लास्टै धेरै नै ठुलो छ कि के हो पारै गर्नु सकिएन त हौ जङ्गलको बाटो धेरै नै लामो रहेछ गाइजहरू हामी हिँड्दैछौँ हिँड्नु चाहिँ सकी खै कति टाढो हामीलाई डर के को छ भन्नुहुन्छ भने कतै मृगलाई खेदाउँदै बाघ त आउने होइन
बाघ आयो भने त भाग्नु सकिँदैन फेरि हेर्नुहोस् त्यही भएर डर लागेछ फेरि तिनजना कुद्नु नसक्नेहरू परेछ तिनजना उस्तै परेछ कुद्नु नसक्ने अनि यहाँ त रुख चढ्नु पनि सकिँदैन के गर्ने होला त्यतिखेर ओ भाँसले कुदेर केटा अनि तर्सायो केटाले बाफरे बाफ भाग्यो त हौ र गाइस बल्ल बल्ल हामी जङ्गल पार गर्न लाग्यौँ है त्यति टाइम लाग्यो होइन आमामामा हत्तु भयो हत्तु बल्ल बल्ल जङ्गल पार हुन लाग्यौँ अब चाहिँ ठुलो सास आयो है खै को नि त के हो तर्साउने आयो क्या हौ दिउँसै अन्त रात पनि लगाइसक्यो जङ्गलमा त तर्साउँछ अरे भन्छ त्यही हिँड्नु डर लाग्छ अलिक डर हुन्छ नि हौ ल हामी चाहिँ अब बल्ल जङ्गल कट्यो अब जेल सास आयो ल अब हाम्रो चाहिँ अब अरू नयाँ ठाउँमा गएको भिडियोहरू चाहिँ अर्कोचोटि आउँछ है ल गाइजहरू लाइक गर्नुहोस् सब्सक्राइब गर्नुहोस् कमेन्ट गर्नुहोस् है त ल आजलाई यति नै बाई बाई